नेपालको राजनीतिमा एउटा ठूलो तरङ्ग आउन लागेको छ, खास गरी 2026 को चुनावलाई लिएर। सोचौं त, काठमाडौँका एक एकदमै लोकप्रिय पूर्व मेयरले देशकै एकजना सबैभन्दा शक्तिशाली राजनीतिक हस्तीलाई सिधै चुनौती दिँदैछन्। ल, आज यही रोचक टकरावबारे अलि गहिरिएर कुरा गरौँ। अब यो खाली एउटा चुनाव मात्रै होइन है, यो त पुरानो र नयाँ पुस्ता बीचको लडाईँ जस्तै हो। प्रश्न उठ्छ, के साँच्चै एक पूर्व मेयरले वर्षौंदेखि राजनीतिमा जमेका यस्ता दिग्गजलाई हराउन सक्लान्? हो, यही प्रश्नमा सायद नेपालको राजनीतिक भविष्य पनि लुकेको छ। त्यसो भए सुरु गरौँ यो राजनैतिक घमासानको केन्द्रमा रहेका व्यक्तिबाट। आखिर को हुन् त बालेन शाह, जसले यस्तो स्थापित शक्तिलाई हल्लाउने आँट गरेका छन्? बालेन शाह काठमाडौँका लोकप्रिय पूर्व मेयर हुँदा नै उनी निकै चर्चामा थिए। तर अब उनले त्यो पद नै छाडेर राष्ट्रिय राजनीतिमा हाम फालेका छन्। भन्नुपर्दा यो आफैमा एउटा साह्रै ठूलो राजनीतिक कदम हो। र उनी जोडिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासवापासँग, अनि सिधै प्रधानमन्त्री पदका लागि आफ्नो दावी प्रस्तुत गरेका छन्। यो कुनै सानोतिनो कुरा होइन, यो त नेपालको सबैभन्दा माथिल्लो पदका लागि दिएको प्रत्यक्ष चुनौती हो। ल, बालेन शाहको महत्वाकांक्षा त प्रष्ट भयो। अब कुरा गरौँ त्यो दौडको जहाँ उनी प्रतिस्पर्धा गर्दैछन्, अर्थात् प्रधानमन्त्री पदकै दौड। मार्च 5, 2026 यो मिति याद राखिराख्दा हुन्छ, किनभने यही दिन हुने प्रतिनिधि सभाको चुनावले निर्णय गर्नेछ कि देशको बागडोर अब कसको हातमा जान्छ। अनि यहाँनिर छ सबैभन्दा ठूलो र चाखलाग्दो टकराव। बालेन शाहले केपी शर्मा ओलीलाई उनकै गृह क्षेत्र मतलब झापा 5 मा गएर चुनौती दिँदैछन्। रासोपाका उम्मेद्वार बालेन र नेकपा एमालेका अध्यक्ष ओली बीचको यो भिडन्त यो केवल दुईजना उम्मेद्वारको मात्र होइन, यो त दुई फरक विचारधाराको प्रत्यक्ष लडाईँ हुने देखिन्छ। तर यो बाटो बालेन शाहका लागि त्यति सजिलो भन्ने पक्कै छैन। उनले जसलाई सामना गर्दैछन् उनी कुनै सामान्य नेता होइनन्, उनी त नेपालको राजनीतिको एक महारथी हुन्। राजनीतिक विश्लेषकहरूले त यसलाई एक अनुभवी राजनीतिक हेभीवेट विरुद्धको उच्च जोखिमपूर्ण प्रतिस्पर्धा पनि भनिरहेका छन्। अब यो भनाइले नै प्रश्न पार्छ कि बालेनले कति ठूलो पहाडसँग टक्कर लिँदैछन्। यहाँ दुई बिल्कुलै फरक शक्तिको भिडन्त देखिन्छ, होइन त? एकातिर छन् बालेन शाह, जसको शक्ति भनेको युवा र सामाजिक सञ्जालको समर्थन हो, अनि अर्कोतिर छन् केपी शर्मा ओली, जसको पछाडि नेकपा एमाले जस्तो देशव्यापी सङ्गठन छ, अनि वर्षौंको राजनीतिक अनुभव त छँदैछ। त्यसो भए अब सबैको मनमा उठेको मुख्य प्रश्न, के बालेनले साँच्चै जित्न सक्छन् त? ल, अब उनको पक्ष र विपक्षमा रहेका तर्कहरूलाई एक-एक गरी हेरौँ न त। अब उनको पक्षमा हेर्ने हो भने सबैभन्दा ठूलो शक्ति त युवाहरूमाझ उनको क्रेज नै हो। धेरैले उनलाई यो यथास्थिति बदल्न सक्ने एक फ्रेश नेताको रूपमा हेर्छन्। अनि अर्को कुरा, पहिले स्वतन्त्र लड्दा उनी एक्लै थिए, तर अब उनलाई रासोपा जस्तो पार्टीको सङ्गठनको पनि साथ छ, जसले उनलाई पक्कै पनि बलियो बनाउँछ। तर चुनौतीको पहाड पनि सानो छैन। एमाले र नेपाली काङ्ग्रेस जस्ता पुराना पार्टीहरूको जरा गाउँ-गाउँसम्म फैलिएको छ, जसलाई तोड्न सजिलो छैन। अनि सबैभन्दा ठूलो चुनौती के हो भने बालेनले ओलीलाई उनकै किल्ला मानिने क्षेत्रमा हराउनु पर्ने छ, जुन कामलाई धेरैले लगभग असम्भव जस्तै मान्छन्। ल, त्यसो भए यी सबै पक्ष र विपक्षका तर्कहरूलाई हेर्दा अन्तिम निचोड के निकाल्न सकिन्छ त? के होला त यो प्रतिस्पर्धाको सार? समग्रमा भन्नुपर्दा बालेनको जित असम्भव त पक्कै छैन, तर यो दौड एकदमै कठिन र प्रतिस्पर्धात्मक हुनेवाला छ। नतिजा सायद दुई कुरामा भर पर्छ। पहिलो, युवा र शहरी मतदाताहरू कति उत्साहित भएर भोट हाल्न आउँछन्, र दोस्रो, उनको पार्टीले देशैभरि कस्तो प्रदर्शन गर्छ। र अन्त्यमा नतिजा बालेनको पक्षमा आओस् वा नआओस्, यो प्रतिस्पर्धाले एउटा निकै ठूलो प्रश्न भने उठाएको छ कि नेपाल पुरानो राजनीतिक विरासतलाई पन्छाएर साँच्चै एउटा नयाँ युगमा प्रवेश गर्न तयार छ? अब यसको जवाफका लागि त हामी सबैले 2026 लाई कुर्नै पर्छ।